हेलो एभ्रिवान, के छ हाल खबर? सबैजना सन्चै हुनुहुन्छ? अनि मैले चाहिँ सासू मम्मीले पठाएको सामान चाहिँ अहिले भर्खर पाएँ। म चाहिँ एकदमै धेरै एक्साइटमेन्ट हुन्छु कि कसैले सामान पठायो भने खोल्नको लागि चाहिँ एकदम हतार लाग्छु। के चाहिँ पठाउनु होला, खानेकुरा पठाउनु के पठाउनु भने चाहिँ एकदम एक्साइट हुन्छु कि सामान देखाउँछु अरूलाई के आएछ त छोरा बुहारीको लागि भनेर म चाहिँ खोल्दैछु। एकदम हतार लाग्छ कि हतार टमाटर घरको र के यस्तो यति धेरै तरकारी थियो नि यहाँ त। केरो फल्या थियो र घर केरो पठाइदिनु भएको रहेछ, धनियाँ पनि पठाइदिनु भएको छ। बिचरा गोबी यत्रो भएको रहेछ, तै पनि पठाइदिनु भएछ। यहीँ गोबी कति धेरै थियो, धेरै नपठाएको भने ठिकै छ, पठाइदिनु भएछ, खुसी लाग्यो। हाम्रो घर हरियो सिमी पनि फल्या रहेछ साथीहरू। अनि टमाटर चाहिँ किन पठाउनु भएको? टमाटर चाहिँ घर फलेको थिएन, किनेर पठाइदिनु भयो। ठिकै छ, फलेको पनि हुनसक्छ। फाइनली एउटा सामान चाहिँ आएको छ कि के होला साथीहरू, गेस गर्नुहोस् तपाईँहरू। माई फेभरेट ओ माई गॉड, फेरि के होला? छुट्टी आयो साथीहरू, छुट्टी। अब छुट्टी आलु हालेर खानुपर्छ। यस, के गर्ने यस्तो साथीहरू पठाउनु बस्छु चाहिँ यति खरेङ्गो मोमो कति राम्रो। हिजो मैले तरकारी नकिन्न पठाएको, कति वेस्ट भयो है पैसा। हिजो हटिया लाग्नु नि आउने तरकारी किनेर आयो, पैसा भयो। बाई बाई।